नमस्ते, म सुब्धर्मेश्वर गजभादु गुरुङ, इन्डियन आर्मीको पेन्सनवाला बुढो हो। अब भन्नुपर्दा अहिलेभन्दा 6-7 साल भनौँ पहिला मैले एक्चुअली थाहा भएन, त्यो कागज मसँग छैन, भाइसँग छ सम्झौता गरेको कागज। हाम्रो अहिले गृहमन्त्री हुनुभएको छ हाम्रो भाइ छोरा, उहाँले यहाँ घुम्दै आउने भएको मेसोमा यो जग्गा राम्रो लागेछ र यहाँ कसको जग्गा होला, भाडामा पाउँथ्यो कि या किनेर बेच्ने थियो कि भन्ने हिसाबले यहाँ खोज्नु भएछ। अनि फेरि हाम्रो जग्गा भनेर अरू गाउँको मान्छेहरूले बताइदिएछ। अनि हामीले चाहिँ भनेर फेरि हामीले कुराकानी गऱ्यो। कुराकानी गर्दाखेरि उहाँले भन्नुभयो अब तपाईँहरूको जग्गा रहेछ, दिनुहुन्छ यहाँ भाडामा, हामी भाडामा या बेच्नुहुन्छ बेच्नुहोस्, हामी लिनु पऱ्यो। यहाँ केही उ गर्छ, हामीले केही संरचनाहरू बनाएर केही उ गर्नु पऱ्यो, केही विकास गर्नु पऱ्यो, केही उहरू गेमहरू यताउता सबै खोल्छु यहाँ बाहिरको उसको लागि भन्नुभयो। अनि फेरि हुन्छ त्यो त हुन्छ सर, अब भाइ अब पहिला दाजुभाइ सल्लाह गर्नु पऱ्यो सबैले। अब एउटैको जग्गा भए त हुन्थ्यो, हामी 8 भाइको जग्गा हो, त्यो भएर सल्लाह गरौँ, सल्लाह गरेर मान्यो भने हुन्छ भने त्यहाँबाट पुरै दाजुभाइहरू सल्लाह कट्ठा भयो। अनि कट्ठा भएर सल्लाह गऱ्यो। सल्लाह गर्दाखेरि हुन्छ त नि, हामीले यति साह्रो के खेती गर्छ र आज खेती गर्न छोड्नु लाग्यो मान्छेहरूले, हुन्छ त नि, आफ्नो गाउँ विकास हुन्छ। अब आफ्नो गाउँको बच्चाहरूले नोकरी पाउँछ भने त ठिकै छ नि, दिनुहोस् भने त्यहाँदेखि रेट कति राख्नुहुन्छ नि भन्दाखेरि 2-3 लाख रुपियाँ राख्यो भने भन्ने कुरा हो। उहाँले मन्दिर भयो, हुन्छ सालको 2 लाख राख्ने, त्यहाँबाट 15 सालको लागि हामीले 10 साल भनेको, उहाँले चाहिँ 15 साल त हुनुपर्छ दाइ भन्नु अनि हुन्छ 15 सालको लागि हुँदैन। अनि 5 वर्षसम्म चाहिँ 2 हिसाबले जाने, अनि त्यहाँबाट 1-2% थप्दै जाने भन्ने हिसाबले त गऱ्यो। त्यहाँबाट उहाँहरू लाग्नुभयो, अहिले दिनपछि यहाँ काममा लाग्नुभयो। लागेपछि हाम्रो गाउँको केटाहरू पुरै आएर पुरै बच्चाहरू पनि सँगसँगै यहाँ काम लाग्यो। पुरै खोलाले पुरा कुना मात्रै खेत थियो, बाँकी यो बिचमा चाहिँ खोलाले पुरै ढुङ्गा र मुडो ल्याएर थुपेर यति हालको थियो। पुरै उहाँले चाहिँ उहाँ कति लाखौँ करोडौँ खर्च गरेर पुरै प्लान गर्दै यस्तो राम्रो जग्गा बनाइदिएको हामीलाई। उहाँ 3 जना मिलेर बनाउनु भएको रहेछ। त्यहाँबाट चाहिँ राम्रो गर्नुभयो। नि 1 सालपछि अब उहाँहरू बजारतिर जाने आने यताउता सोरबुझ यताउता गर्दाखेरि उहाँहरूले फेरि यो तालले माथि खोला फेरि ताल पनि पुरिँदै आएको त्यो भयो भने उहाँहरू अर्को 2टा साथीले चाहिँ फेरि यो 65 मिटरभित्र त पर्दैन भने पहिला हामीलाई पनि थाहा थिएन, उहाँलाई पनि थाहा थिएन। अब हामीलाई थाहा नभएपछि उहाँलाई थाहा हुने कुरो होइन। त्यहाँबाट पछि उहाँ बुझ्दाखेरि 65 मिटरहरू पर्दैन, ठुल्ठुलो संरचनाहरू गर्न दिन्न के भनेर उहाँबाट थाहा पाउनु भएको छ। अनि अर्को 2टा भाइले चाहिँ साथीले अलि हस्किएछ, अहिले गयो यहाँ घाट फाइदा हुन्न होला भन्ने सोचेछ र उहाँ 2टाले हात निकाल्नु भयो। त्यहाँबाट उहाँ चाहिँ एक्लै पनि लाग्नु भएको थियो बिचरा। हामीसँग पुरै यति मिलान्छ, यति मिलमिलाप थियो हामीसँग। यहाँको हिमा समाजहरूलाई पनि हाम्रो हेल्प गरेछ बिचराले, मद्दत गरेछ, हामीले पनि सम्मान गरेको उहाँलाई। हाम्रो भाइ छोरा हामी एउटै परिवार हो, पुरै पार्टी पनि घोषरको पार्टी पनि खाएको पुस 15मा। र 1 सालपछि हुन्छ दाइ म अब 1-2 साल बन्द गर्छु, त्यहाँ पछि फेरि सुरु गर्छु भनेर जानुभएको थियो। त्यहाँबाट चाहिँ हामी कन्ट्याक्ट त भइरहन्थ्यो, तर उहाँले चाहिँ कतातिर बिजी हुनुभयो। त्यहाँबाट अर्को 2टाले साथीहरूले छोडिदिएको थियो, त्यहाँ उहाँ एक्लैलाई आँट्न सक्नु भएन। त्यहाँबाट चाहिँ पछि यस्तो अब भाइहरूले अब के भयो दाइ के भयो भन्दै थियो, मलाई सोध्दै थियो। मैले के भने हाम्रो जग्गा यति राम्रो बनाएको छ, त्यत्रो खर्च त्यत्रो डुबेछ, तिनीहरू भाइ 3टा भाइहरूको त्यत्रो पैसा डुबेछ, हाम्रो के भयो, हाम्रो त जग्गा बन्यो, तिनीहरूको घाटा परेन, हाम्रो त के भयो त, तिमीहरूले पैसा दिनु परेछ नि के दिनु परेछ, हाम्रो जग्गा बन्दैन, त्यो तिमीहरू कति खर्च गर्नु थियो त्यो जग्गा बनाउनलाई भनेर सम्झाएँ भाइहरूलाई। र हिजो कि अस्ति अब फेरि मेरो भाइ माइला चाहिँ अलिकति रक्सी खाने बानी छ क्या, त्यहाँबाट जाने अब रक्सी खाएर बसिरहेछ। त्यो बेला कोही कुन टोलीको कुन ग्रुपको आयो, कुन चाहिँ मिडिया त्यो मलाई थाहा भएन। त्यहाँ उसले फकाइफुको ल्याएछ र यहाँ ल्याएर भिडियो गराएको थियो, के भन्नु पठायो त्यो पनि थाहा बेलुका मैले त बेलुका युट्युब हेर्दा पनि थाहा लाग्यो। अनि भाइले सोद्धा खोइ दाइ के भन्यो भने म त्यो अहिले नसामा थियो के भन्यो, मलाई पनि थाहा लागेन। त्यसमा त्यो उसले बाबुले त हामीसँग सुदन बाबुले त हामीसँग कन्ट्याक्ट त गरिरहेको छ, तैँले किन उ गरेको, हामीले अस्ति जित्दाखेरि उ गर्छ हामीले बधाई त कङ्ग्रेचुलेसन त मैले दिँदै गरेको, मसँग बात भने मसँग त बात त भइरहेको थियो नि त भने अरू त यति कुराहरू त केही नै होइन। हामीले त्यो पैसा लिउँला कहिले दिउँला भन्ने उ पनि थिएन। हाम्रो जग्गा भने जे ठिकै छ नजे ठिकै भने हामी ढुक्कै बस्यो। अब उसको त्यत्रो पैसा डुबिरहेको त्यत्रो अहिले यो संरचनाहरू बनाएको छ, त्यो जेनेरेटरहरू बाहिर छ अझै, त्यो भित्र के सामानहरू छ त्यो थाहा छैन, हामीले हेरेको छैन, अहिले छ कि छैन, त्यही हो कुरा हाम्रो। उहाँले एकदम जति खर्च गर्नुभयो गरेछ धेरै डुबेछ, उहाँ चाहिँ उहाँको चाहिँ लाखौँ करोडै डुबेछ यहाँ खर्च भएपछि। कति टाइम लगाएर बनाउनु भयो नि उहाँले? 1 वर्ष। अनि उहाँको श्रीमती एयर होस्टेज चाहिँ आएर यहीँ बस्नु भएको हो कि? यहीँ बस्नु, श्रीमती एयर होस्टेज त्यो त थाहा भएन, तर श्रीमती र आफ्नो चाहिँ यहीँ बस्नुहुन्थ्यो। हामीले लोसारमा 2टै बडाबडीले सम्मान पनि गरेको हाम्रो कुइनो गरेर। कति सालमा गर्नुभयो?
यो अहिले भन्दा कति साल त्यो त साल भुल्यो अब मसँग कागज बनाएको छैन कुन सालमा त्यही यहीँ त्यही बनाउने सालमा हो त्यो सालमा हामीसँग घोषर बनाएको मान्छे भाडाको आपत्ति छैन तपाईँ भाडाको आपत्ति छैन हामी त आफ्नो जग्गा बनिरहेछ त अब के भयो हामी त भाडा पाए नि ठिकै छ उसले दियो भने ठिकै छ नदियो के मतलबै छैन हाम्रो त्यो पैसा पनि त ठुलो कुरो छ हाम्रो छोराहरू जस्तो छ छोरा भाइ छोराहरू जस्तो यति मिलान छ हामीसँग एकै थालमा एकै ठाउँमा खाएर हिँड्ने मान्छेहरू 65 मिटरले गर्दाखेरि उनी उठेर गएको खास उसले चाहिँ अब त्यो 65 मिटर अब यताउता बजारतिर जाने आने गर्ने थियो अरे अब त्यो यो कारबाहीको लागि त्यो नक्सा सक्छ यताउताको लागि गइरहन्थ्यो त्यहाँबाट यताउता जाँदाखेरि बजारतिर 65 मिटरभित्र पर्दो रहेछ फेरि माथि खोलाले ताल पुरिँदै आएको त्यहाँबाट उहाँको चाहिँ यहाँ बोट चलाउने यो किङहरू चलाउने भन्ने योजना थियो त्यहाँबाट ताल पनि पुरिँदै आएको अनि फेरि 65 मिटरभित्र पर्दो रहेछ र उहाँहरूले फेरि आफ्नो दुईवटा भाइले चाहिँ अलि मन गर्ने साथीहरूले र उहाँले चाहिँ हात निकालिदिनु भएको छ कि त्यहाँबाट त्यो गर्दाखेरि अब भाइ एउटाले अब सुजन भाइ एउटाले अब आँट्न सक्नु भएन त्यहाँबाट यत्तिकै पढिरहेको हामीले केही पनि गरेको छैन आएर ठिक छ दाइ म जहिले सक्छ त्यतिखेर गरौँला भनेर भन्नुभएको थियो हामी ढुक्कै थियो आज पनि केही पनि गरेको छैन हामीले खेती पनि लगाएको छैन युज पनि गरेको छैन केही पनि गरेको जस्तो तपाईँको सुजनसँग चाहिँ कन्ट्याक्ट भएर नि कन्ट्याक्ट छ मसँग हिजो अस्ति लास्ट टाइम कहिले कुरा भएको थियो या हिजो भएको थियो ए हिजो बेलुका के भन्नुभयो त्यही कुरा हो के भयो दाइ भन्दै थियो कि मलाई के थाहा मलाई थाहा पनि छैन अहिले बेलुका युट्युब हेर्थ्यो कि माइला गरेको थियो कि मलाई थाहा पनि थिएन भने त्यही भन्नु अब के हामी त के सल्लाह पनि गर्ने के माइलालाई घाँडा लगाएर त्यो पनि थाहा लागेन अब बेलुका युट्युबमा हेर्दा थाहा लाग्यो